हेलो नमस्ते सबैजनालाई अनि स्वागत छ मेरो यो नयाँ भिडियोमा। अनि आज चाहिँ हामीहरू एक ठाउँ जाँदैछु सबैजना। अनि कता जाँदैछु तपाईहरुलाई बताउने छु। अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला है। अनि हामी चाहिँ अहिले यहाँ सबैजना जाँदैछु एक ठाउँ। अनि जाने अगाडि चाहिँ एकदमै राम्रो शान्ति एरिया रहेछ, एकदम राम्रो एरिया, कस्तो शान्त जग्गा लागेर अनि तपाईलाई देखाउने छु है कस्तो एरिया छ भनेर। अनि यहाँ छेमासँग चाहिँ कुरा गर्दै जाँदैछु। म र छेमा चाहिँ एकदम बात गर्नुमा बिजी छु। अनि अगाडि नै थुप्रो जना गइसक्नुभयो। आज चाहिँ दिदी बहिनीहरू दाजुभाइ थुप्रो जना भेला भइराखेको छ। अनि अलि तर पुरा भित्र रहेछ हो, हिँड्दा हिँड्दा थाके पनि उकालो ओह्रालो। तपाईलाई त थाहै छ हिली एरियामा त्यस्तै हो। अनि यहाँ कस्तो राम्रो ठाउँ छ, शान्ति एरिया छ। अनि यस्तो ठाउँमा किन जाँदैछु भनेर बताउने छु। अनि वहाँ पछाडि देख्नुभयो थुप्रो जना आउनु हुँदैछ। अनि अझै यहाँ अगाडि पुगेर आउँदाखेरिसम्म चाहिँ सबैजना आइपुग्नु भएको रहेछ अगाडि नै बसेर। मिटिङ थियो आज हाम्रो। अनि के को मिटिङ हो तपाईहरुलाई म जब यो मिटिङ पुरा हुन्छ हाम्रो कम्प्लिट, मिटिङ त आज कम्प्लिट हुन्छ, मतलब के कारणको लागि राखेको, कसो गर्नुको लागि राखेको, यस्तो जंगल एरियामा किन राखेको भनेर चाहिँ सबै नेपालीहरु छौँ हामीहरु सबैजना दिदी बहिनी। आज सन्डे हो, सबैको छुट्टी हुन्छ, त्यही भएर सबैजना हामीहरु यहाँ भेला भइराखेको छु। अनि के गर्नु गएको म तपाईहरुलाई अर्को भिडियोमा बताउने छु।